चोक हो कि के समथिङ त्यस्तै के बिहार छ होइन त्यो बिहारमा भन्दा चाहिँ गुम्बा टाइपको त्यहाँ जाँदैछौँ अनि हाम्रो आन्टीहरू सबै यता के पूजासुजा गरेर आउनुभयो जस्तो लाग्यो अनि त्यसपछि हामी कता गल्ली गल्ली हुँदै होइन चिसोलाई हुन्छ नि त टक्क त्यो वाला आउँदैछु किर्तिपुरको स्थित बाघ भएर बाघ भएर भनेपछि चिन्छ माथि डाँडातिर के हो अब यहीँमा आछौँ यस छ अब हाम्रो बिहार पिटो भनेपछि यो चाहिँ बौद्ध धर्मतिर जान्छ टक्क यस्तो छ होइन किर्तिपुरमा पनि यस्तो ठाउँ छ अनि अब बस्न लाग्दै टन्नै भइसक्यो होइन तर पनि अब कति ठाउँहरू घुम्न बाँकी नै छ जस्तो लाग्छ यहाँदेखि माथि जानु टक्क हामी अब चाहिँ यता अलिक खुल्ला पनि रहेछ त्यो माथि रहेछ कि टपमा होइन अनि यता रहेछ यस्तो बस्ने टाइपको कुकुरहरू बस्ने टाइपको टक्क ठिकै रहेछ भनौँ होइन यही हो देख्न सक्नुहुन्छ यति के भन्ने चाहिँ अनि त्यसपछि यता चाहिँ अर्को सानो त्यस्तै के पो रहेछ अब हामीलाई खासै थाहा नभएर होला यहाँ चाहिँ घुम्नुपर्छ भन्ने एउटा त्यो धर्मअनुसार छ हाम्रो दिदीहरू घुमिरहेको देखेको छु तर अब हाम्रो चाहिँ के हो भन्ने कुरो चाहिँ थाहा भएन ट्याक्कै अनि आन्टी पहिला यताबाट घुम्ने कि यताबाट घुम्ने यताबाट घुम्दै जाने यो गेटबाट स्टार्ट होइन ए ठिक छ आन्टीले पनि हामीलाई थोरै जानकारी दिनुभयो अब हामी चाहिँ घुम्न लाग्छ होइन आन्टीको छ्यापा आन्टी खासमा यसको नाम चाहिँ के हो यसको नाम बुद्ध भगवान ल आन्टी हजुर अगाडि म छोरा पछाडि ठिक छ नि आन्टी अनि यहाँ चाहिँ यो हजुरहरू यहाँ बच्चा हुनेलाई चाहिँ यो आउनुहुन्थ्यो कि यता खेल्न आउनुहुन्थ्यो होला है अनि अहिले त बच्चा भएर पनि ठुलो भएर नि बिहे गरेर नि बच्चा जन्मायो नि बच्चै बुढो हुन लागिसक्यो होइन आन्टी समय कति छिटो बद्लिन्छ अनि यता छ यो चाहिँ आन्टी पहिलादेखि नै हो कि फेरि बिचमा भूकम्प पछि नै बना होला यो कहिले है कति वर्ष बुढी वर्ष टाइम ल 100 वर्ष पहिलाको जस्तो भन्नुभयो म खासै पढ्न जान्दिनँ कि आन्टी अनि यो चाहिँ नयाँ बनाउन लाग्छ कि आन्टी यहाँ चाहिँ कि भित्रको संरक्षण गरा छ अब चाहिँ हामी घुम्नेछौँ आन्टी यहाँ कतिपल्ट घुम्नुपर्छ यता त ल अब हामी चाहिँ चार पाँच पल्ट घुम्नेछौँ अनि त्यही हो आफ्नो इच्छा अनुसार है आन्टी अनि त्यही हो हेर्दै गर्नु होला यता के फोटोसोटो पनि हुँदो रहेछ अब हाम्रो टोरी चाहिँ यता छ घुमिरहेको छ म्यादीहरू अनि तपाईँ घुमिरहेको छ होइन त्यही हो नै अब त्यो त भनिहाल्छु नि अहिले के हुन्छ मिलाएर होइन टक्क अनि त्यही अरूलाई अब धेरै चाहिँ गर्न मिल्दैन कि अब आफ्नो प्यासनलाई हरेक कुरालाई ख्याल राख्नुपर्छ अनि भन्न चाहन्छु हाम्रो अब पोसाक चाहिँ देखाउनु मिल्दैन होला अब हाम्रो चाहिँ उता सिस्टरहरू टक्क एकदम तरिकाले भिडियो बनाउँदै हुनुहुन्छ होइन ठिक छ अब आफ्नो खुसी लागेको चिज चाहिँ गर्न पाइयो चाहे म्यादी होस् चाहे प्रहरी होस् चाहे आर्मी होस् तर आफ्नो चाहिँ इच्छा त्यो हबी त्यो चाहना चाहिँ पुरा गर्नुपर्छ त्यही हो अब हामी चाहिँ टक्क एकताली हेर्न सक्छु अनि जस्ट ठिक छ अनि आफ्नो हुन्छ नि त हरेक कुरामा अब लाग्यो खुसी हुनु पऱ्यो अनि कि त्यसै ऊ पनि हुन देखिरहेको थिएँ मैले फोटोग्राफ पनि चलिरहेछ जस्तो लाग्यो अनि त्यो हाम्रो त्यो माथि जान मिल्दैन होला
पुरानो पुरानो टाइपको रहेछ कि मलाई लोटा चाहिँ यता छ अब चाहिँ त्यता के आगोहरू के धुप समथिङ त्यसै धुपहरू होला है मलाई लाग्छ त्यो चाहिँ धुपहरू होला त्यो बालिरहेको होला अब यहाँको अब कल्चर अनुसार चाहिँ त्यो धुपहरू हरेक कुराहरू बालिदिन्छ तर उ त्यहाँ चाहिँ के सुतिरहेको जस्तो देखिरहेको कि मैले यो चाहिँ के पो थाहा नभएको कुरा हिँडौँ अब त्यही हो कति भिडियो बनाउनु अब आज चाहिँ यही इन्ड गरौँ ल आन्टी बाई अब हामी अर्को मन्दिर जान्छौँ घुम्नलाई आज अनि हजुर फेरि घुम्दै गर्नु होला फेरि आयो भने भेट गर्छु ल त्यही हो आन्टीहरूबाट पनि बिदा लाग्यो